the viral girl Gangu Chetri. Yes, you know guys, the video was leaked. Na भन्ने कुरो पनि हैन नि त खासमा है, यो भनेको लुगी छुट्टी हेर्ने कुरो हो क्या। त्यो इन्सिडेन्ट कसरी भयो है, केको माध्यमबाट भयो, उहाँलाई जजमेन्ट त अब म कसैले गर्न सक्दिन हैन। We need to concern about the social norms also, norms and values also. So Nepali society is so sensitive, yeah, sensible guys. So you मेरो past है एकछिन म नभएको कुरा चाहिँ नफैलाम हैन। लास्ट बचाएर स्ट्रङ गर्ल हैन, लास्ट बचाउनु भन्छ। Oh, beautiful people, namaste and Jai Nepal. Welcome to my channel. Here I am, Mr. Govindawal Yang Changsa Bantarai, the most handsome and good-looking man on the planet. You know, guys, you know. So, you are on the Galaxy Studio and you are watching Guitar Reacts. And today, once again, I am here with you guys with another banger video. Boom, boom, boom. Yeah, John Cena. So, once again, I am with you guys with another new video, new kind of video reaction. So, as I say, I कस्तो खालको video reaction गर्न गइरहेको छु भने the viral girl, the viral video, and the lady is none other than Gangu Chetri. Yes, you know guys, तपाईहरुले सुन्नु भयो होला टिकटक एता फेसबुक एता युट्युब एता टेलिग्राम everywhere 7.2. You know guys what I mean to say, and the video was leaked before कहिले I don't know है, त्यो चाहिँ मलाई थाहा भएन कहिले लिक भयो भनेर हैन। So about that video, I don't know what happened, what's going on. I don't know. I just don't know. Okay? मैले हेरिन, I don't, मलाई मात्र थाहा छ त्यो, so I don't need to tell you the है, त्यो भन्नु जरुरी नहोला हैन, त्यो किन भन्ने कुरो पनि हैन नि त खासमा है, यो भनेको लुगी छुट्टी हेर्ने कुरो हो क्या। तपाईहरु जहाँ भनेर पनि हुँदैन। सो म त्यही भिडियोको बारेमा चाहिँ हाम्रो गंगु छेत्री बहिनीले चाहिँ हैन भिडियो एउटा बनाउनु भएको रहेछ। जस्ट उहाँ चाहिँ भन्नुभयो होला के भयो कसरी यस्तो यस्तो भन्नुभयो होला। लेट्स सी एन्ड वाच के भयो रहेछ एक्ज्याक्टली वाट जस्ट ह्यापन टु हर है, त्यो इन्सिडेन्ट कसरी भयो है, केको माध्यमबाट भयो। Let's start the video and I'm here with the positive thing है। अब हरेक कुरामा अब पोजिटिभ कुराहरु हुन्छ हैन। I don't know, बस यो भनेको जमाना भनेको अहिले तेस्रो आँखा आइसक्यो हैन। मान्छेहरुको दुईटा आँखा हुन्छ, क्यामेरा तेस्रो आँखा हो है। सो त्यही भएर चाहिँ अब everyone is not safe हैन। त्यही भएर चाहिँ अब let's see what just happened to her। हामी उहाँको बारेमा थोरै एनालाइज गरौँ हैन, उहाँले के बोल्नु भएको छ त हामी त्यसलाई हेरेर उहाँलाई जजमेन्ट त अब म कसैले गर्न सक्दिन हैन। अब मान्छेहरुको लाइफ भनेको एउटा आफ्नो तरिकाको हुन्छ, उहाँले आफ्नो लाइफ जिराख्नु भएको छ आफ्नै तरिकाले, उहाँलाई जसरी मन लाग्छ त्यसरी जिराख्नु भएको छ। बट we need to concern about the social norms also, norms and values also. So Nepali society is so sensitive, yeah, sensible guys. So it's not good for us, for Nepali society. So यस्तो अब ज्ञान गुणका कुराहरु नझाटौं, let's start the video. Gangu Chetri, the viral 7.2. Come on. Hello, namaste. Hello, namaste. Gangu Chetri. Okay, I know. र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि ले कमेन्ट गर्नु भएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन। कतिले राम्रो
के भयो मेरो कार छ बोकेर जानुपर्ने पनि लामो आल्छ भान्छु है म फेरि जुस नखाने बार्बिक्यान खाने पैसा हुनु पर्यो बार्बिक्यान लिएर आऊ छैन पैसा छैन कारको भयो चाहिँ त कारमा किन 700 बिल छ एउटा आइहाल्छ नि म गेलिन आटेको अहिले त्यो भाइरस हेरेछ सो कन्टिन्यू मेरो हात यो बड दुख्यो के भयो स्टार्ट राम्रो बोल्नु भएको छ कतिले नराम्रो तरिकाले बोल्नु भएको छ ओके एप्रिसिएट म सबै एप्रिसिएट गर्छु हैन मेरै नाममा बनेको छ ओके मेन कुरा म भन्न आएको चाहिँ कुरा सरी म बिर्सिहाल्छु हैन सरी कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो ऊ नभन्नुहोस् whatever अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो हैन मैले मिस्टेक गरेँ त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र डटेर बस्न सही लाग्छ एन्ड पब्लिक नगर्नुको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है अनि कोले याद गर्नुभयो हैन अब सबैले भिडियो त हेरिसक्नु भयो होला हैन यत्रो मेरो बारेमा बुझेर बोल्नु भएको होला नि त हैन बुझेरै मलाई राम्रोसँग चिनेर बोल्नु भएको होला कति मजाले हेर्नु भएको छैन फेरि हेर्दिनु होला जुन मेरो हातमा यो ट्याटु छ यो मेडुसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त मैले यो कुरा मैसम्म मात्र अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ मलाई आत्तिन आउँदैन सिचुएसनमा मेनली कुरा चाहिँ है That's it. मलाई You are the popular girl right now in Nepal. अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या नराम्रो कमेन्ट एउटा याद गरिहालेँ फेरि मैले हैन भन्नुभएको छ तिम्रोहरूको थाहा छैन र हामीलाई तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई केही पनि थाहा छैन है सो बेटर हुन्छ कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम हैन अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बिसी भनेर हाल्थ्यो पोस्ट गर्थ्यो पहिले नो ब्रो किनकि म फेसबुकमा छुइनँ आई डोन्ट ह्याभ मेरो अकाउन्ट छैन फेसबुकमा न मेरो पेज छ न मेरो इन्स्टाग्राम छ यो पनि मैले भने मैले चलाउने भनेको यो टिकटक हो एउटा मात्र छ त्यही नि म एक्टिभ थिइनँ अस्तिसम्म हैन मैले ब्रेक लिएको थिएँ किनकि म आफ्नै काममा बिजी थिएँ त्यही भएर चाहिँ मैले ब्रेक लिएको टिकटकदेखि अनि अहिले आउँदाखेरि त यस्तो छ ओके मेरो बाहिर आयो मेरो भिडियो आउट भयो हैन अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ सिभिल डाई भनेर फक नो बडी म चाहिँ यस्तो नो आम चिल गर्ल हैन अब लास्ट बचाएर स्ट्रङ गर्ल हैन लास्ट बचाउनु भन्छ पनि भनेको थियो अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या सुन बहिनी यता सुने तिम्रो लागि सानो मेसेज हैन तिमीले पनि गरेको होला भन्दिन गरेको छौ भनेर गरेको होला गर्न सक्लाउ हैन प्लिज के भन्छ बी अवेर हैन ख्याल राख्नु अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन यो चाहिँ एउटा चेतनामूलक नै भयो मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला हैन अनि म के भन्छु भनेर राख्दै थिएँ मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन तर म यति कुरा चाहिँ भन्छु फेक अकाउन्टहरु धेरै क्रिएट भएको छ मेरो अहिले हैन पहिलादेखि हुन्थ्यो तर पहिलाको भिडियो मेरो पहिला मेरो मैले जुन भोइसमा म भिडियो बनाउने गर्थेँ हैन
त्यो डाइरेक्टली कसैलाई म के रे डेडिकेट गरेर बनाउँदिन थिएँ त्यो भिडियोहरु चाहिँ अहिले जाँदैछ हैन मेरो फेक आइडी बनाएर के भन्छ म भएर चाहिँ यस्तो 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 प्लिज म त्यस्तो त्यो के रे बिचारा भन्ने टाइपको छैन है मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्यांक यू सो मच तपाईहरु सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नु भएको छ अनि अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिन म कि नेपाली नै हो तपाईहरु नै हो हैन तपाईहरु हामी नै हो हामी म हैन कि तपाईहरु नै हो हैन कतिले नराम्रो वेमा फरवर्ड गर्नु भएको छ कतिले राम्रो वेमा गर्नु भएको छ तर प्लिज म चाहिँ यहाँदेखि के भन्न चाहन्छु भने चाहिँ जति पनि भिडियो बन्यो आजसम्म बन्यो हैन सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगर्दिनु होला प्लिज आई डोन्ट नीड जस्टिस मलाई जस्टिस चाहिएको छैन किनकि जे कुरा छ त्यो ममा छ हैन आई क्यान म सक्छु फेस गर्न ठीक छ जे भयो भयो हैन जे भयो भयो नगर्ने गल्ती मबाट भयो एन्ड अभियसली सबैको भएको छ धेरैको भएको छ यो बाहिर आएको छैन हैन सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ हैन मलाई एकछिन इवाको याद आयो मलाई छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन है सरी त्यही भन्न चाहन्छु सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरुलाई बोल्ने केही अधिकार छैन ओके नो राइट ओके जब कि मैले के मेरो बारेमा बोलेको छैन भने तिमीलाई पनि कुनै राइट छैन गरे मन हाम्रो पनि छ गल्ती मान्छेबाट हुन्छ ओके सो तिमीहरूको यो ओपिनियन तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला हैन म कस्तो छु त्यो मलाई थाहा छ अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिन तर पनि आई एम गुड ओके आई एम गुड अनि बहिनीहरु धेरै नभोका मेरो कमेन्टमा है यस्तो गरे के ब्ला 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 यहाँ बोल्न मिल्दैन तर है म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ हैन म आत्तिन्दिन म यति कुरामा चाहिँ म खुसी छु हैन म के बोल्दैछु मलाई थाहा छैन तर पनि म के बोल्छु भनेर आएको थिएँ तर पनि म मनकै कुरा बोल्दैछु हैन दिमागी छैन क्या एकछिनै के भन्छु भन्दाखेरि प्लिज आजसम्म जति भिडियो बन्यो आजदेखि चाहिँ प्लिज मेरो नाममा कुनै पनि भिडियो न नेगेटिभ वेमा आई डोन्ट नो गर्छ होला बट नेगेटिभ वेमा पोजिटिभ वेमा मलाई दुईटैमा भिडियो चाहिएन हैन अनि थ्यांक यू सो मच भन्न चाहन्छु सबैजनालाई हैन अनि आई एम स्ट्रङ इनफ थ्यांक यू सो मच गाइज सबैलाई धेरै 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 भन्दा धेरै 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 माया अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न प्लिज त्यति हो मेरो कुरा हैन अनि रिपोर्ट भन्नेको कुरा केस फाइल भन्नेको कुरा त्यो बिस्तारै हुन्छ किनकि यो भएको भिडियो त पहिलाको हो आउट अहिले भएको छ नि त सो प्लिज अहिले उसलाई चिल गर्न दिनु हैन जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु है पछि अहिले हैन अहिले हैन म पछि गर्छु सो त्यसको लागि पनि हैन उले पनि चिल गरोस् हैन चिल मारोस् तर मेरो मनले मान्दैन किनकि मेरो मनै कस्तो छ किनकि अब मलाई यस्तो भयो हैन त्यसको चाहिँ मैले किन गर्ने अरूलाई मैले किन गर्ने त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै एन्ड आई एम प्राउड मेरो मन त्यस्तो छ भनेर चाहिँ सो जरुरी छैन ऊ बाहिर आउनु पर्छ भनेर किनकि म मरेको छुइनँ म बाँचिरहेको छु है थ्यांक यू सो मच गाइज बाई बाई गुड नाइट टेक केयर बाई बाई गुड नाइट बाई बाई अहिले म नाइटमा हेर्दै छु ओके The video finally finished and
She was talking about the incident that happened to her, and the video was taken when the exact time she knows. Okay, उसलाई थाहा रहेछ कहिले भयो के भयो कुसँग भयो कसले गर्यो and कसले पब्लिक गर्यो भन्ने पनि थाहा रहेछ, but she is not in action to report. Okay, पुलिस रिपोर्ट गर्न उ अहिले एक्सनमा छैनन्, उसको थिंकिङ छैन, विचार छैन, अनि उले भनेको कुराहरु आफ्नो दिमागबाट बोलिरहेको छैन छ भन्ने पनि उलाई अहिले थाहा छैन. she was confused a little bit, but जे बोल्यो हैन उसको आफ्नो वेमा बोल्यो एन्ड हैन के भन्नु अब अरूलाई यस्तो फल्ना यस्तो भनेर यो गर्नु पनि अब it's not good for the people also है. अब अरूलाई अब जज गर्नु त्यो एउटा नराम्रो वे नराम्रो कुरा हो हैन, तर पनि मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अब एउटा अब सोशल नर्म्स एन्ड भ्यालुज हुन्छ जसले चाहिँ जुन कुराले चाहिँ अब डिस्टर्ब गरेको छ हाम्रो उहाँको भिडियोले है. एन्ड उहाँको भिडियोले भन्दा पनि जो मान्छेले त्यो हरकत गर्यो त्यो त्यसको कारणले भएको हो. एन्ड अब ऊ कस्तो छ उसको आफ्नो जिन्दगीको पाटहरू आफ्नै तरिकाको होला हैन, ऊ कसरी आफ्नो जीवनलाई चलाइरहेछ त्यो उसको आफ्नो वे होला. त्यसले अब सोशलमा चाहिँ कति इफेक्ट गर्छ, सोसाइटीमा चाहिँ कति इफेक्ट गरिरहेछ एन्ड अब नेगेटिभली पोजिटिभली हैन, त्यो अब आफ्नै ठाउँमा होला है, आफ्नै ठाउँमा होला. एन्ड अब हामीले अब त्यो कुरालाई चाहिँ कसरी लिने त्यो पनि आफ्नै ठाउँमा छ. हामीले त्यो कुराबाट कस्तो कस्तो कुराहरू लिने अब हैन, हरेक कुराहरुको एउटा दुईटा पक्ष हुन्छ, राम्रो नराम्रो है. सो एन्ड सी हेज अल्सो द टु साइड अफ है हो नि. सो ममा पनि होला दुईटा पाटो. सो एभ्रीवन हेज ओके. सो उसले भनेको कुराहरु कति अब राम्रो छ यहाँ है, जस्तै कि अब उसको यो जुन इन्सिडेन्ट भयो त्यसले चाहिँ अब अरूलाई नहोस् भन्ने एउटा इन्फर्मेसन पनि गयो हैन. एन्ड सी वाज टकिङ द हेड्स अप टु हर. एन्ड अब कति कुराहरु अब त्यो उसको के भन्नु अब त्यो कति नराम्रो पनि छ नि त कुराहरु. सो लाइफ ओके गाइज. सो एभ्रीवन has own life, own living life, one way to live la. Okay guys, अब म के भन्नु अरु. सो उसको जुन सोच छ त्यो उसको लागि द बेस्ट थिङ. ओके, अब मान्छेहरु चाहिँ अब सानो कुराले अब कति डिप्रेस भएर सुसाइड गर्ने सम्म पनि हुन्छ. सो शी इज स्ट्रङ इनफ टु ह्यान्डल द सिचुएसन. इज गुड टु सी अस अल्सो हैन. अब यो कुराहरु हुन्छ, यो कुराहरु छ. अब मैले ऊ प्रति अब सोच्ने कुराहरु मसँग होला हैन, कसरी उसलाई चाहिँ म सोच्छु हैन, त्यो तर म अरूलाई कसरी किन भन्ने हैन. सी द्याट काइन्ड अफ गर्ल भनेर यो मैले अरूलाई भ्याङ्ग्रो ठडाएर हिनेर कुरा होइन. आफूले अरूलाई जज गर्ने त्यो मान्छेको हेर्ने नजरिया हुन्छ नि त. जस्तै अब फल्नालाई डिस्काउनलाई यस्तो यस्तो भनेर हिँड्ने त्यो हिँड्ने कुरा भनेको चाहिँ त्यो अरूको चरित्र हैन, आफ्नो चरित्र चाहिँ देखाएको हुन्छ. स्पेशली गाइस जस्तै उसलाई मैले अहिले नराम्रो गालीसाली गरे भने उसको चरित्रसँगै मेरो आफ्नो चरित्र चाहिँ मैले देखाइरहेको हुन्छु क्या हैन. म त्यस्तो खालको मान्छे देखिन्छु. सो कसैप्रति बोल्नु भन्दा पहिले think about what we are talking. Okay, that's it. So heads up to her, she is strong enough. And video, I don't know what happened. So just be positive guys. Thank you very much. This is me, Mr. Govinda Walyang saying Sabanta. Alright, so hope you guys like the video, and the video is so informative. And okay, so be safe, be positive, and think
before you talk, okay? Think before you do. Life is beautiful. Till the end. Okay guys, live happily. So much आजकल एकदम खुसी छु, मेरो मन चंगा भइरहेछ because I don't know why, eh? I don't know why. I think I'm in love. म कसैको भिडियो रियाक्ट गर्दैछु त अरे के लास्ट टाइममा चाहिँ जस्ट इट्स नट है, जस्ट फर फन गाइज है. सो मनलाई चाहिँ अहिले खुसी बनाएर राख्नु पर्ने हुन्छ. सो त्यो खुसीको माध्यम चाहिँ अब हरेक कुराहरू खोज्नु पर्ने हुन्छ. सो आई फाउन्ड समथिङ द्याट इज सो ब्युटिफुल टु मी फर नाउ एन्ड life is good. Have a good day, have a good life. Thank you very much for watching. Please leave some comments. Please share, subscribe, like. This is me, Mr. Govinda Walayang. Thanks Bantarai, most handsome man on the planet. Have a good day, have a good life. Jai Nepal!